आज चाहिँ म सिन्तामदेखि रम्फू आउँदै थिएँ अनि आउँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ अचानक पानी पर्नु सुरु भयो। अनि मैले के देखेँ बाटोमा भन्दाखेरि चाहिँ धेरैजना बाइकमा हिँड्ने स्कुटीमा हिँड्नेहरू चाहिँ पानीबाट बाँच्नुको लागि चाहिँ भिज्नुदेखि बाँच्नुको लागि चाहिँ उनीहरू ओत खोजिरहेको थियो। अनि कतिजना त ओत लागेर पनि बसिरहेको नै थियो। तर कतिजना चाहिँ यहाँनिर यस्तो पनि देखेँ कि कतिजना पानी पर्छ नै होला भनेर उनीहरू घरबाट नै अगाडिबाट नै तयारीको साथमा रेनकोट लगाएर राइड गरिरहेको थियो अनि उनीहरूले आफ्नो यात्रा कन्टिन्यू राखिरहेको थियो। अनि त्यस्तै हाम्रो लाइफमा पनि एक्कासी के आइपर्छ समस्या भन्ने अनप्लान नै हुन्छ। योजना अनि प्लानिङको साथमा कहिले पनि आउँदैन। त्यसको समस्याको समाधान कहाँ गएर हुन्छ, के गरेर हुन्छ, कसरी हुन्छ, समाधान खोज्ने आफ्नो र त्यसको समाधान गर्ने पनि आफू नै हो। र कतिजना चाहिँ यहाँनिर समस्या हुन्छ नै होला भनेर चाहिँ कतिजना अगाडिबाट नै तयारीको साथमा हिँडिरहेको पनि हुन्छ। उनीहरूलाई थाहा हुन्छ कति बेला के कसो गर्नुपर्ने भनेर। त्यस्तै समस्या आउँछ, समस्याको समाधान आफू गर्ने हो अनि समस्याको सल्युसन पनि खोज्ने आफू नै हो।